सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। लाइक कमेन्ट सेयर गरिदिनुहोस् न ल है। र आज चाहिँ फुलपाती छ र फुलपातीको चाहिँ शुभयात्रा गर्नलाई म चाहिँ जान आँटेको छु ओएमसी भवन सामसिङ गुम्बा लाइनको है। हेरिदिनुहोस् न ल। र मेरो भाउजू चाहिँ यसरी है रेडी हुँदैछ बक्कु लगाएर एकदम ब्युटिफुल भएर है। फुलपाती शोभायात्रामा म अनि नानीहरूले जान आँटेको। सबैलाई ह्यापी फुलपाती। र हामी चाहिँ भाउजू यो चाहिँ लाग्देको है। हामी चाहिँ अब शुभयात्रा गर्नको लागि है ढिलो हुन्छ जस्तो लाग्दैछ हामीलाई। त्यही भएर हामी बाटोबाटै हिँड्नुपर्छ। छिटो जाँदैछौँ हामी चाहिँ। सो गाइस हामी चाहिँ जाँदैछौँ है। पछाडि चाहिँ आन्टीहरू हुनुहुन्छ। सो गाइस होइन आइपुगेँ, तर हामीहरू चाहिँ ढिलो भएपछि यात्रा चाहिँ गइसकेको रहेछ है। हामी चाहिँ अब यहीँ बसेर चाहिँ उनीहरूको वेट गर्छौँ। सो गाइस हाम्रो स्टेट चाहिँ यस्तो छ है। र अहिले चाहिँ हामी चाहिँ लिङ्गेपिङ खेल्न जान लागेको अनि यहाँ चाहिँ सेटिङ चाहिँ यहाँ चाहिँ हाम्रो भाउजू पिङ खेल्दैछ। र हामी चाहिँ बेसी गरम भए चाहिँ कोका कोला र स्प्राइट किन्न आएको। अब चाहिँ उयो यात्रा चाहिँ गरिसकेर आउनु धेरै छ होइन। म चाहिँ जानु पाइनँ, म चाहिँ ढिलो भएर अहिले चाहिँ आउनु हुँदैछ। गाइस बसेर चाहिँ भोक लागेर जस्तो लाग्यो। अब चाहिँ घर जाँदैछु। मेरो भाउजूको हालत चाहिँ यस्तो छ। होइन म चाहिँ घर गएर नि खानासाना खाएर अनि फेरि अब चाहिँ जान लागेको। अब चाहिँ प्रोग्राम हुन्छ है। र अब चाहिँ मेरो साथी पनि जान्छ होइन। त्यो साथीले चाहिँ उसको लुगा चाहिँ प्रेस गर्दैछ है। घरमा त यो हाँस फेरि हाँस्दै जान देखेर ओए त अनि फेरि लदा कहिले चाहिँ तिनैजना हाँसिरहेको मैले भन्दाखेरि चाहिँ क्या र यहाँ चाहिँ मेरो साथीले प्रेस गर्दैछ है। गाइस अब चाहिँ हामी लाग्देको होइन। मैले यसो गरेर यसको त आदिमा के हुँदो रहेछ। र अब चाहिँ हामी जाँदैछु है। फेरि त्यो खायो साथी तिमी एउटा खाना खाइ ए मैले खाना गएको थिएँ नि त होइन, साह्रै भोक लाग्यो। सो यहाँ चाहिँ डान्स पनि सुरु भइसकेको छ र हामी आउनुभन्दा अगाडि चाहिँ एउटा डान्स पनि सकिसकेको छ है। यहाँ चाहिँ यसरी डान्स गरेको रहेछ। यो चाहिँ हो मङ्गल डान्स। मेरो बहिनीहरु चाहिँ नाचिसकेछ नि हौ। म ढिलो आएछु। हामी हाम्रो संस्कार र संस्कृतिलाई जगेर गर्न भने हामी छोड्दैनौँ। अब मेरो बडाको चाहिँ अब गाना गाउनु र यहाँ चाहिँ गेस्टको चाहिँ होइन सेक्युरिटी गार्ड पनि आएको रहेछ है। र मेरो साथी चाहिँ लिङ्गेपिङ खेल्दैछ यसरी है। ग्राम समाजका गर्न चाहन्छु सामसिङ ससानो सृष्टिहरू अथवा रचनाहरू तयार गरेर राखिदिने म यहाँबाट अगाडि गर्न चाहन्छु। यहाँ चाहिँ मेरो आप्पाहरूलाई चाहिँ लाउँदै थिएँ होइन। म चाहिँ लिङ्गेपिङ खेल्दै थिएँ है। केही समय आजको यस कार्यक्रमलाई सुरुदेखि अन्त्य र हेर्न सक्नुहुन्छ यहाँ चाहिँ बाउ छोरीको माया है। छोरीलाई चाहिँ कपाल बाँधिदिन्छ हाम्रो प्रजल दादाले।
र अब चाहिँ मेरो आप्पाले गाउनु आँट्नु भएको छ है। धेरै धेरै धन्यवाद है। र आजको यो फुलपाती शोभायात्राको जुन चाहिँ साङ्गीतिक कार्यक्रम छ अर्गनाइज बाई सामसिङ एसोसिएट राइडर्स क्लबका सम्पूर्ण मेम्बर्सहरूलाई मेरो तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिँदै म आफ्नो गीततर्फ लागिरहेको छु। र अब यहाँ चाहिँ मेरो आप्पाले गाना गाउनु हुँदैछ। आकाशको कालो बादल आकाशको कालो बादल पानी पर्यो झमझम पानी पर्यो झमझम। सो गाइस यहाँ चाहिँ फेरि अर्को गाना गाउनुहुँदैछ मेरो आप्पाले। जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि मनमा फेरि त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो। जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गएपछि। सो गाइस यहाँ चाहिँ अब प्रधान डान्स या नेवा डान्स भन्नुहुन्छ खै के भन्नुहुन्छ त्यो डान्स चाहिँ अब यहाँ स्टार्ट हुन लागिरहेको छ। नेवार डान्स है यो चाहिँ। बाजेले हेर्न अब चाहिँ हामी घर लाग्दै नियाजा गर्न चाहिँ सबैजना चाहिँ आउँदैछ हाम्रो गाउँको बहिनीहरू डान्स गर्ने है। मेरो आफै पनि आउनुहुँदो रहेछ। र अब चाहिँ हामी घर गएको गाइस। सो गाइस अगाडि चाहिँ बहिनीहरू हिँडिरहेछ डान्स गर्ने हाम्रो गाउँको बहिनीहरू है। र हामी चाहिँ यहाँ आइपुगेको र अब चाहिँ हामी घर गएको गाइस। घर पनि आइसक्यो र हालत चाहिँ यस्तो भइरहेछ दिनभरि घाममा हिँडेर चाहिँ काली भएको जस्तो फिल भइरहेछ है। र अब चाहिँ म एकछिन रेस्ट गर्छु। र आज चाहिँ होइन धेरै लामो भयो मेरो ब्लग चाहिँ है। र आजको लागि यति गाइस। र बाई गाइस, थ्याङ्क यू फर वाचिङ।